अपलोड गर्न, लाइक गर्न, कमेन्ट गर्न र अन्य प्रयोगकर्तासँग अन्तर्क्रिया गर्न सक्छन् युट्युबमा। हामीले भिडियो अपलोड गर्छौँ, त्यसपछि उहाँहरूले कमेन्ट टु कमेन्टमा पनि कुराकानी गर्न सकिन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ कति धेरै कमेन्टहरू आएको हुन्छ नि त्यो अलिकति पपुलर च्यानलहरूमा। त्यहाँनिर यो क्षमता पनि तपाईँले युट्युबले दिन्छ कि आफै हुने कुरा हो, बिस्तारै बिस्तारै। सक्दिनँ भन्ने त्यो एक किसिमले त्यो आफ्नो त्यो भित्री मानसिकता त्यो राख्नु पर्छ। सकिन्छ, मजाले गर्न सकिन्छ। आफूले गर्छु भन्ने एउटा मानसिकता क्रिएट गर्न सक्नुपर्छ र समयमा आजको युगमा युट्युब जस्तो ट्रेन्ड, युट्युब जस्तो सही हामीले सफलता प्राप्त गर्नु छ भने चाहिँ हामीसँग 50% हुनु चाहिन्छ अरे होइन। 25% निरन्तरता, कन्सिस्टेन्सी है, कन्सिस्टेन्सी। 15% तपाईँको माइन्ड सेटहरू गरेर म चाहिँ गर्न सक्छु भन्ने र 5% हार्डवर्क र 5% स्मार्ट वर्क है। यहाँ डायमन्ड छ। तपाईँ एउटा सामान्य गाउँघरमा बस्नुहुन्छ, त्यही कुराहरू गाउँघरको सामान्य कुराहरू हामीले भिडियो मार्फत उल्लेख गर्दै गऱ्यौँ भने अहिले तपाईँलाई युट्युब च्यानलको इक्जाम्पलहरू पनि कि हामीले एउटा गाउँमा बसेर पनि त्यो विश्वभरि आफूलाई चिनाउन सक्ने क्या। तपाईँ भिलेजबाट चाहिँ वर्ल्ड विश्वसम्म सकिन्छ। त्यसमा आफ्नो तर्फबाट सपोर्ट भनेको हामी सबैले त्यसरी हामीले एक 2.5 वर्षको समय अवधि लाग्यो। त्यो समय अवधिसम्म मसँग एउटा टिमवर्क हुन्छ भने जस्तो अब हामी मध्ये कोही पनि बिरामीको कुरा होइन, टाइम टेबल के भयो। युट्युब भनेको फ्री भिडियो हो। हामी एउटा भिडियोमा अपलोड गरिदिन्छौँ, हामी कुरामा हुन्छौँ, फेरि अरू कुरा सिक्न पाउँछौँ। त्यसो छ होइन। अब ठुलो कुराहरू छ यसमा। तपाईँहरूले मोटिभेसन भिडियोहरू हेर्न मन लाग्यो भने उहाँको मैले नाम कसरी लेखिदिएँ थिएँ तपाईँहरूलाई होइन। यो नाम टिप्दा पनि हुन्छ। डाक्टर ताराजी भनेर छ होइन, ताराप्रसाद गिरी हो ऊ चाहिँ। अब तपाईँहरूको जिउडालमा पनि हामी जस्तो हत्ताकट्टन छैन, हेर्दा मात्रै एकदम बिखुरे के दुखुरे हुन्छ जस्तो त्यस्तो मान्छेको यहाँ हेर्नु 4 लाख सब्सक्राइबर छ। उसको एउटा भिडियोबाट पनि अलि मिलेर सुन्दा क्ल्याप 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 जम्प क्ल्याप स्न्याप। दुईजना गोलहरू हामीले उद्देश्यहरू बनाउँछौँ। उद्देश्य बनाउँदाखेरिमा चाहिँ स्मार्ट उद्देश्य बनाउनु, जुन चाहिँ के हुनु पऱ्यो, स्पेसिफिक हुनु पऱ्यो, मेजरेबल हुनु पऱ्यो, के हुनु पऱ्यो, एचिभेबल हुनु पऱ्यो, अनि के हुनु पऱ्यो, हामीले के गर्न सक्ने हुनु पऱ्यो, एचिभ गर्न सक्ने हुनु पऱ्यो र टाइम फ्रेम बनाउनु पऱ्यो। 2 वर्षभित्रै मैले 11-12 सक्छु भनेर बनाउनु पऱ्यो होइन। र हाम्रो अब लगभग युट्युबको परिवारलाई चाहिँ हामीले 6 महिनाको टार्गेट राखेको छौँ। 6 महिनामा हामीसँग अराउन्ड मिसन हाम्रो कन्टेन्ट हो 1000 सब्सक्राइबर पुऱ्याउने हाम्रो मिसन हो। तपाईँको च्यानल मोनिटाइजको लागि लेभल हुन्छ, पैसा कसरी कमाउँछ त्यसपछि त्यो कुराहरू पनि हामी देखाउँछौँ है। यो एउटा गुगलको स्वामित्वमा रहेको प्लेटफर्म हो। यसले कसरी काम गर्छ भन्दा अब हामीले के गर्छौँ, सबैजनाले च्यानल खोल्छौँ राइट, त्यसपछि भिडियोहरू अपलोड गर्छौँ हो। मानिसहरूले अब तपाईँको भिडियो हेर्छन्, हामीले नै आफ्नो साथीको भिडियोहरू हेर्छौँ, एकअर्कामा हेर्छौँ, कमेन्ट गर्छौँ, लाइक गर्छौँ, सेयर गर्छौँ, सब्सक्राइब गर्छौँ। त्यसपछि के हुन्छ भने भिडियोमा एड देखिन्छ। एड भनेको थाहा छ कस्तो राम्रो म्युजिक। समय अब जोइन भइसकेपछि चाहिँ यो टाइम म्यानेज गरेर हाम्रो एउटा टिममा चाहिँ राम्रो काम गरौँ भन्ने हो होइन। म तपाईँलाई सधैँ भन्ने गर्छु, हाम्रो सुप्रिम ग्रुप अफ कम्पनी चाहिँ बन्नुपर्छ र सबैजना चाहिँ एउटा डिपार्टमेन्टमा हेड गर्नुपर्छ भन्ने मेरो एउटा ठुलो उद्देश्य पनि छ होइन। त्यसको लागि हामीले वर्कआउट गर्न सक्छौँ सबैजना। सबैजना मान्छेसँग एउटा युनिक ट्यालेन्ट हुन्छ। जस्तै हाम्रो मिनु बुनुले राम्रो गीत गाउनुहुन्छ होइन, मसँग गीत गाउने कला छैन नि त। जस्तै बुनुलाई राम्रोसँगले खाजा बनाउन आउँछ, जस्तै बुनुलाई राम्रोसँगले आर्ट गर्न आउँछ, ड्रइङ गर्न आउँछ। हामीसँग सबैसँग एउटा स्पेसल युनिक के हुन्छ, ट्यालेन्ट हुन्छ। थोरै भनिदिनु उहाँ कसरी करियर कस्तो कुरा उहाँ चाहिँ स्कलरसिपमै मैले फाइल हो होइन। अब यसमा चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरिमा सबैजना हामी टिम मिलेर गर्ने हो। हामीसँग लगभग सुप्रिम फ्यामिलीमा मैले भने नि तपाईँहरूलाई 1200 हालेर हामी छौँ। लगभग हाम्रो लागि यो पर्याप्त जनशक्ति हो होइन। र सबैजनाको भन्ने गर्छु, तपाईँहरू अब 11-12 पढ्नुहोस्, टेस्ट पढ्नुहोस् होइन। लास्टमा पढ्दाखेरि
हामीले आउनुहुन्छ भनेर सोचेको थियौँ, त्योभन्दा बढी नै आउनुभयो। हजुर यसको लागि सम्पूर्णलाई धन्यवाद। साथै केही कुरा सिक्नु पनि भयो होला। मलाई तारिक छ प्रश्न अनि के कुरा के भन्न चाहन्छु भने आज जति पनि कुरा भयो मोटिभेटका कुराहरू भयो, तर युट्युबको पोलिसीका कुराहरू भयो, बेसिक सेटिङ्सहरू भयो। यो भनेको आज हाम्रो सुरुवात मात्रै थियो। हामीले धेरैसम्म रिटेक प्लिज रिटेक क्यामेराकोमा अनुहार आएको छैन। हजुर रिटेक लिनु होला, क्यामेरामा राम्रोसँग अनुहार आएको छैन। बत्तीले यस्तै हो, अनुहार राम्रो स्क्रिन मिलाएको छैन। मिलेको छैन भन्नु खोज्यो। अलि यता यता यो चाहिँ आज शनिबारको उपस्थितको चप्पलको भिडियो हो होइन। चप्पल गर्नु पर्यो त सर कति छ अझै म भिडियो लान्छु। गर्नु नगर्नु सर